हेलो साथीहरू सबैजनालाई नमस्ते अनि गुड मर्निङ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि यतातिर हामी पनि सबैजना सन्चै आरामै छौँ। अनि अब यतातिर हाम्रोतिर चाहिँ घाम लागिसकेको छ, हेर्न सक्नुहुनेछ सबैजनाले। हेर्नु न कस्तो राम्रोसँग घाम लागिसकेको छ। म चाहिँ यता हाम्रो करेसा बारीमा पानी लगाउँदैछु अनि अलिअलि बडीहरू छ, बडीको बोटहरू छ अनि फेरि मकै अनि फर्सीहरू छ। म चाहिँ यता पानी लगाउनको लागि पाइप लगाइरहेको छु अनि पानी पनि आइसकेको छ। यसरी म पानी लगाउँछु। बडी अब सिद्धिन लागिसकेको छ, अब धेरै छैन। अब यसलाई सबलाई उखालेर फेरि मकै लाउनु पर्ने छ कि अब यसलाई सिधिसक्न लागेको छैन। अब धेरै बडी चाहिँ सुक्न लागिसकेको छ किनकि गर्मी धेरै छ नि त, अनि गर्मीले गर्दा सुकिसकेको छ। म त्यही भएर हेर्नु न म पानी लगाउँदैछु। यतातिर फेरि हेर्नु न कति साना साना छ मकै, फेरि धेरै भएको छैन। अब त्यो मकै उखालेर लगाएको के यो फेरि मकै साना साना छन्। अब एक दिन पानी नलगाउने हो भने कस्तो सुक्छ। यहाँ फेरि ड्रागन फ्रुट छ, यो चाहिँ ढलेर चाहिँ यसलाई यसरी उठाएर अनि काठले अड्डाइरहेको छौँ कि यसलाई। अनि यो पनि पानी नभएर सुक्न लागेको छ, धेरै गर्मी भएर होला क्या सुक्न लागेको छ। अब फुल्ने टाइम पनि आइरहेको छ यसको। अनि म चाहिँ अब यतातिर फेरि सागहरू देखाउन लागिरहेको छु। देखाउन भन्दा नि पानी चार्नको लागि अनि पानी यसरी लगाउनको लागि। यहाँ सम्झिनी साग छ अनि फर्सीको बोटहरू पनि छ, फर्सीहरू छ, यता सम्झिनी साग छ। पानी यसरी लगाउँछु, कस्तो रमाइलो लाग्छ कि होइन पानीसँग मलाई चल्न पाउँदा, खेल्नु पाउँदा, प्रकृतिसँग रमाउनु पाउँदा सबैलाई रमाइलो लाग्छ। किनकि मान्छेहरू प्रकृतिसँग जोडिएको हुन्छ नि त सबैको मन। मलाई चाहिँ रमाइलो लाग्छ है यसरी पानीसँग खेल्दै, एकदम रमाइलो लाग्छ मलाई चाहिँ। अनि यतातिर कस्तो पानी खुट्टामा राख्ने अनि फेरि गर्मी छ नि त, तातो तातो भए जस्तो हुन्छ। अनि फेरि पानी खुट्टामा राख्दै पानी चार्दै रमाइलो लाग्छ कि मलाई। फेरि यति गर्न पाए जस्तो साह्रै रमाइलो लाग्छ। अनि अब अलि यतातिर अलिअलि एउटा दुइटा बडी पनि छ कि, अनि साना साना छन्। अब एक दिन पानी नचर्यो भने सुकिहाल्छ। पानी यसलाई दिनकै लगाउनु पर्ने हुन्छ। फर्सी पनि छ, अलिअलि फर्सी फुलेको छ, फर्सी चाहिँ फलेको छैन अझै यतातिरको। पानी लगाउन लगाइरहेको छु त्यही भएर, किनकि गर्मी धेरै छ। एक दिन पानी नलगायो भने मर्छ। यसरी फर्सीहरू अब हरियो छ, अब एक दिन पानी नचार्यो भने मर्छ सबै। फुल्न लागेको छ सबै फर्सीहरू। सबैजनाले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भयो कि भएन, यदि जसले मेरो यो भिडियो हेरिदिनु भएको छ सबैजनालाई धन्यवाद।